टु वे स्विचको कनेक्सन कसरी गर्ने अर्थात् एउटा बल्बलाई दुई ठाउँबाट कसरी अन वा अफ गर्ने। यो कनेक्सन विशेष गरेर स्टेयरकेसमा गरिएको हुन्छ, जसको ग्राउन्ड फ्लोरमा एउटा स्विच र फर्स्ट फ्लोरमा अर्को स्विच राखिएको हुन्छ र यो दुवै ठाउँबाट एउटै बल्बलाई अन वा अफ गर्न मिल्छ। यसको लागि यसमा दुईवटा टु वे स्विच लगाएको हुन्छ। टु वे स्विचमा कनेक्सन गर्नको लागि तीनवटा टर्मिनल हुन्छ। कनेक्सन गर्नको लागि न्युट्रल र फेज सप्लाई चाहिन्छ। न्युट्रललाई डाइरेक्ट बल्बको एउटा टर्मिनलमा कनेक्सन गर्नुपर्छ अनि फेजलाई कुनै पनि एउटा टु वे स्विचको बीचको टर्मिनलमा कनेक्सन गर्नुपर्छ भने अर्को टु वे स्विचको बीचको टर्मिनलबाट बल्बमा कनेक्सन गर्नुपर्छ अनि टु वे स्विचको दुईवटा टर्मिनल तल र माथिको एउटाबाट लिएर अर्कोमा लगेर कनेक्सन गर्नुपर्छ।